जुगाड गरिसक्यो देख्न सक्नुहुन्छ तेल चाहिँ कसरी तान्नुपर्छ तपाईले फुटाउनु चाहिँ फुटाउँछ तर साह्रै बिस्तारै फुटाउँछ गाइस रिक्स त हुन्छ हैन हुन त मसिन लाइनमा Hey guys, welcome back to my channel Roshan Swan Vlog हैन अनि हिजो चाहिँ रात परिसकेको थियो नि हो तपाईहरुलाई देखाउनु पनि पाइन हैन बेलुका सो त्यही कारणले आज देखाएको ढुङ्गा छ हैन गाइस यहाँ माथि सोलिड ढुङ्गा हैन वेदर चाहिँ हेर्नुस् आज हिजोकै जस्तो घाम लागिराखेको छ हैन अन्त अब यो ढुङ्गा फुटाउन लागि चाहिँ पर लगेर ब्रेकर लाउनु पर्ने हुन्छ हैन गाइस अन्त आजसँग त 6 दिन पनि हुन्छ हो काम गरेको अन्त कम्ता काम एक हप्ता हुन आँटिसकिसक्यो अझै सकेको छैन कम्ता उयो छैन जस्तो त ढुङ्गा रहेछ छ अन्त भानिसले मोबिलहरु चेक गरे हैन अब स्टार्ट गरेर पर लगेर चाहिँ अन्त गाइस ढुङ्गा फुटाएर चाहिँ हैन यहाँ देख्नुहुँदैछ अलिअलि मिलाइदिनु पर्ने छ ब्रेकरले यो जम्मै ढुङ्गा उयो माथि पनि फुटाउनु पर्ने छ यहाँ माथि हैन अब त्यहाँ माथि भेट्दैन भेट्नु पर्ने भनेको हो गाइस यहाँ दिन र्याम बनेर लान्छ हो ढुङ्गा फुटाएर यस्तो उकालो यहाँको चाहिँ भेटिहाल्छ यहाँको त उहीँसम्म त होइन त्यहीसम्म हो त्यहाँ त यहाँको लागि र्याम बनाइने राखिराखेको छु मैले अगाडि दिमाग लगाएर होइन गाइस त्यही हो अब मसिन स्टार्ट गरेर एकछिन सोलरिङमा राख्छु अन्त त्यहाँदेखि चाहिँ लानुपर्ने हुन्छ पर मसिन पनि स्टार्ट गर्यो भानिसले होइन मसिन स्टार्ट पनि सोलरिङमा राखेको छ होइन गाइस अन्त यहाँ पर ब्रेकर देख्नु हुँदैछ अब त्यहाँ लानुपर्ने हुन्छ मसिन चाहिँ होइन किनभने अब ब्रेकर त लाउनु पर्यो होइन अन्त तेल ल्याउनु गएको रहेछ सरदर बाउ होइन अन्त तेलहरू हालेर चाहिँ ब्रेकर ठिकै जोडिसक्छ होला हो गाइस अन्त त्यहाँदेखि चाहिँ ढुङ्गा फुटाउने प्रोग्राम हुनेछ हो गाइस ढुङ्गा चाहिँ स्ट्रकै छ होइन आज दिनभरिमा सक्छ कि सक्दैन होइन के याद हो सक्यो भने ठिकै छ हो सकेन भने त्यही हो भोलि पनि लगाइन्छ नभए बेलुका भयो भने ओटी गरिन्छ आज त सक्नै पर्ने अरे होइन यो ढुङ्गा चाहिँ हेरौँ न आज कति सकिन्छ होइन गाइस दिनभरिमा अब चाहिँ बकेट चेन्ज गर्नुपर्छ मसिन यहाँ पनि लै पुऱ्याइसक्यो हो गाइस बकेट चेन्ज गर्नु लागि रेडी राखिराखेको छु यहाँ भानिस चाहिँ हम्बर लिएर आउँदैछ हो अब बकेटहरू चेन्ज गर्नुपर्ने हुन्छ ब्रेकर धुलो भएको छ मसिन चाहिँ हेर्नुहोस् न कहिले चाहिँ अब यो सन्डे भएछ भने चाहिँ अलिअलि सफा गर्नुपर्छ होला त्यस्तै लाग्दैछ पानी त छैन पानी नभए पनि पहिला कताले हेर्नुहोस् न ग्रिजहरू लागेर है भइरहेको छ तर हटपट चाहिँ लागेको चाहिँ छैन हो यो बुमहरू पुस्नु पर्ने चाहिँ मजाले हो गाइस त्यही गर्नुपर्छ अहिले फिलहालमा चाहिँ अब भानिस एक्लै हुन्छ होला होइन म पनि सघाइदिनु पर्यो हो गाइस फाइनली गाइस होइन बकेट पनि लगाइसक्यो भन्दा ब्रेकर लगाइसक्यो होइन देख्नु सक्नुहुन्छ यहाँले होइन तेल ठिक्कै आइराखेको रहेछ नि अनि तेल हाल्नु पर्ने हुन्छ खुल्लै रहेछ भानिस तेल ल्याउनु जान्दैछु होइन गाइस म चाहिँ तेल चाहिँ यहाँ यो गाडीमा छ 2 ड्रम छ एक ड्रम चाहिँ बोकेर हुन्छ म लान्दैछु अर्को लुगा गाइस म चाहिँ तेल जान्दैछु हो किनभने आज भानिसलाई चाहिँ रेस्ट साह्रै मुखमा पसेँ अरे कि अन्त त्यही कारणले हो तेल चाहिँ कसरी तान्नुपर्छ तपाईँहरूलाई देखाउँछु गाइसमा तेल तान्ने त अप्ठ्यारो छ अहिले होइन भानिसले ड्रम लगेर जान्दैछ अब ढुङ्गा फुटाउनु ढुङ्गा चाहिँ यहाँदेखि फुटाउनु पर्छ होला हो किनभने यताको चाहिँ सक्दिहाल्नु पर्ने छ नि यो यहाँको सकेर चाहिँ यता फुटाउँदै सबै जग्गा ल्याउने छु होइन फर्स्ट अफ अल चाहिँ मसिन स्टार्ट गरौँ न हो
तेल तानेको त बोके यस्तो दुख्दैछ नि गाइस सब। जय विश्वकर्मा बाबा कि ढुङ्गा चाहिँ मजाले फुटिदिनु जय विश्वकर्मा गाइस। यहाँ हेर्नुहोस् न सर्भिसिङ आएर पनि होइन झन्डा त्यो उयो चाहिँ भएको छैन भनौँ न। त्यो उयो दिन्छ नि अब अलर्टको लागि त्यो नोटिफिकेसन दिन्छ नि हो त्यो चाहिँ दिएको छैन कि। दिन्छ होला होइन मैले त ब्याक पनि गरेको छुइनँ केही पनि गरेको छुइनँ होइन। टी त अस्ति बज्दै थियो त्यहाँदेखि त आउनु छैन हो गाइस। यहाँ एकछिन हेरौँ त आउँछ कतै। यहीँ दिन जस्तो लाग्यो गाइस। यहाँ दिन होइन गाइस हो यहाँ दिन पनि होइन यहाँ दिन होला छैन त गाइस। सर्भिसिङको त छैन है गाइस। 1500 घन्टा पुगिसकेको छ हो। 1520 भनौँ न 1520 घन्टा हो। 21 पुग्न आँटेको होइन गाइस। अब काम थाल्नुपर्छ होला बेसी बस्नु हुँदैन हो। फेरि सरदार बाउ बिच्किन्छ होला होइन। सोधै कारणले पनि काम थालिदिनु पर्ने हुन्छ गाइस। अब काम थालेको पुरै फुटाइदिइसक्यो होइन। यहाँसम्म नि यताको पनि फुटाइदियो होइन। झन्डै लड्यो गाइस हो। अन्त यहाँनिर छ कि यो ढुङ्गा फुटाउनुपर्छ। यो आमामा ढुङ्गै ढुङ्गा रहेछ। मैले कस्तो सोचेको त्यस्तै रहेछ ढुङ्गा रहेछ होइन गाइस। यो फुटाइदिन्छु हो। अन्त त्यहाँदेखि चाहिँ यहाँ अलिकति क्लियर गरिदिन्छु। यहाँ चाहिँ यसकै लेभलमा गरिदिइराख्छु। फेरि त्यहाँदेखि मुनि त फुट्ने कुरा आएन नि होइन। किनभने अब उयो छ होइन यहाँ ढुङ्गा छ। ढुङ्गाले गर्दा त फुट्ने कुरा आएन हो गाइस। अन्त त्यही कारणले चाहिँ यसको लेभलसम्म चाहिँ फुटाइदिन्छु। यहाँको यसको लेभलसम्म चाहिँ होइन। अन्त त्यहाँदेखि चाहिँ फेरि ढुङ्गा उठाउने बेला हुन्छ हो गाइस। ढुङ्गा राख्ने जग्गै छैन भन्दै छैन। अब पर कता लान्छ होला नि ढुङ्गा होइन। हेरौँ अब के हुँदो रहेछ होइन। आज चाहिँ ब्रेकरको ब्रेकरै भन्दैछ होइन। अब हेरौँ कति टाइम लाग्दो रहेछ होइन। नभए भएन रहेछ नि भरे अब उति गरेर भए पनि त्यो ढुङ्गा त उठाइदिनु पर्ने हुन्छ होइन गाइस। नभनेको नि 1 हप्ता हुन आँटिसक्यो होइन। अघि तपाईँहरूलाई भने होइन 1 हप्ता हुन आँटिसक्यो हो। यो भरेटी गरेको कति त छैन 40/30 को त रहेछ होइन। 1 हप्ता भनेको त मामुली होइन नि गाइस। 40/30 को मात्रै हो होइन। यस्तो चाहिँ 30 होइन। यस्तो चाहिँ 40 रहेछ हो। 40/30 को भनौँ न। यो ढुङ्गा झार्ने भन्दैछ गाइस हो। यहाँ देख्नुहुँदै होला है। अलिक घामले नदेख्ला यो उयो देख्नुहुँदैछ हो। त्यो ढुङ्गा झार्ने भन्दैछ होइन। त्यो ढुङ्गा चाहिँ अब कस्तो तरिकाले झाडौँ भनेर सोच्दैछु हो गाइस। सोच्दै मसिन चलाउँदैछु होइन। अब सोच्दैछु ऱ्याम बनाएर त नसोच्दा हुन्छ हो गाइस। तल आइसक्यो फेरि अहिले पो भन्छ झार्नुपर्छ भाइ त्यो ढुङ्गा पनि भन्छ हौ। यतापट्टिको घरको मालिकले पनि दियो अरे नि पर्नु। त्यही कारणले झार्नुपर्छ भाइ ढुङ्गा भन्छ। हेरौँ कसरी झार्नुपर्ने हो। दिमाग त लगेर भने झार्नु पर्यो होइन गाइस। मलाई यो ढुङ्गा झार्दा चाहिँ होइन यहाँ माथिको एउटा ढुङ्गा देख्नुहुँदैछ च्याप्टो यहाँ हो। यो ढुङ्गा चाहिँ होइन त्यो ढुङ्गा चाहिँ आउँछ जस्तो लाग्यो नि हो। अन्त त्यही कारणले अस्ति झार्दा पनि हल्लिँदै थियो भने बङ्गै आएर हो। मसिनमा बङ्गै लाग्यो भने त छुट्टी त अन्त सबैजना गाइस। त्यही कारणले चाहिँ अब फेरि काम थाल्नु पर्ने हुन्छ हो गाइस। चलाउनु गाइस होइन चलाउनु पर्यो। मलाई चाहिँ पुरा अल्छी लागेको जस्तो भएन यो ढुङ्गा चाहिँ फुटाउनु लागि। यो ढुङ्गा मात्रै फुटाउ ल। यिनीहरू मैले निकालिदिएको छ नि त्यो ढुङ्गा मात्रै फुटाउ। यो रड त ल्याइदिएछ। रड त अन्त कम्ता ठुलो छैन त। यो रड यहाँको लागि लिएको यहाँकै लागि ल्याउनु भएको। अन्त यो यत्रो ठुलो त बङ्गाउनु सक्छ अन्त। यो रड त बङ्गाउनु सक्छ अन्त।
योभन्दा अलिक सानो पनि पाउँथ्यो होइन? गाउँथे म त ठुलो लाग्छ होला अन्त यो त बङ्गाउनु कसरी सक्छ होला? बङ्गाउनु सक्दैन नि यो त हातले। कैसी यत्रो ठुलो रड लिएको छ अब तान्नु पर्ने अरे नि हो। यो गरेर चाहिँ तान्नु पर्ने रहेछ होइन। मलाई चाहिँ मजाले आउँथ्यो हो, अन्त लङ्गै तान्नु पर्ने हो। भारीलाई चलाउनु दिएको छु मैले हो। अहिले चाहिँ त्यो खेलुवा ढुङ्गाहरू चाहिँ फुटाउनु चाहिँ फुटाउँछ हो, तर साह्रै बिस्तारै फुटाउँछ गाइस। धुलो फेरि कम्ता उठ्दैन यहाँनिर आमामा। हिजो मैले नि यहाँ बाटो पनि बनाइदिएँ नि, देख्नु सक्नुहुन्छ यो। अस्ति मलाई पप्सले बनाइदिनु भन्दै थियो, यहाँ आएको थियो नि, अन्त उसले बनाइदिनु भन्दै थियो, अन्त त्यही कारण बनाइदिनु देख्न सक्नुहुन्छ। अब ज्यादा होइन, मलाई त्यस्तै 15 दिन जस्तोमा चाहिँ मजाले नै पालो दिने रहेछ हो गाइस। अहिले चाहिँ फिलहाल म अलिकति स्टार्टिङमा चलाउँछ, अब 4 दिन पालेपछि त म त पुरै चलाउनु दिइहाल्छु नि गाइस। अहिले चाहिँ पालो दिने पालो, अहिले चाहिँ मसिनको छेउछाउ नै बस्नुपर्छ सेट भएको छैन होइन गाइस। भानिसले फुटाइसकेछ होइन, देख्नु सक्नुहुन्छ होइन। दिएको थियो नि हो एकछिन, म चलाउँछु भानिस। अब तिमीले सक्दैनौ भित्ताको तान्नु। अनि गाइस हो ढुङ्गा त फुटाइसकेछ भानिसले होइन। अब टाइम पनि हुनु लाग्यो गाइस। अन्त अब एकछिन फुटाएर चाहिँ खाना खानु लाग्दिनु पर्ने हुन्छ हो गाइस। मसिनै अलिक उयो हल्लिएको जस्तो कहाँ भेडेको जस्तो हुँदैछ गाइस मौसम। अब थालेकै गाइस फेरि म भित्तामा कसेर चाहिँ फुटाउनुको लागि हो। ऊ यहाँ देख्नु हुँदैछ, अलिकति देख्दैन होला कि घामले देखेन। ऊ यो भित्तामा यो एउटा होइन, यो एउटा हो, यो एउटा दुईटा ढुङ्गा चाहिँ फुटाइदिन्छु, ठिकै टाइम पनि हुन्छ होइन गाइस। अन्त त्यहाँदेखि चाहिँ खाना खानु लागिन्छ हो गाइस। म खाना खाएर पनि आयो होइन। अन्त अब फेरि काम स्टार्ट गर्नुपर्ने हुन्छ। यहाँ हेर्नुहोस् न, यो ढुङ्गा त कम्ता साइको छैन रहेछ त। माथिदेखि अलिअलि झर्दैछ भनौँ न, झरेको जस्तो गर्दैछ। अलि पनि डरसरी फुटाएको होइन। अब फेरि डरसरीले फुटाउँला जस्तो छ साइडको लागेर। माथि हेर ल भानिस, यहाँदेखि भानिसलाई हेर्नु लगाइराखेको छु हो गाइस। देख्नु छ तपाईँलाई, हेर्नुहोस् न साइडको छ नि हौ। कस्तो साइडको लागि पनि यहाँ फुटाउनुको लागि चाहिँ गाइस। किनभने त्यति रिक्स त छैन कि छनु चाहिँ, तर पनि उयो माथि ढुङ्गा छ कि उयो त्यो जराको त्यहाँनिर जरा। अन्त पहिला काटेन रहेछ उयो, यो जरा निकाल्दा उयो माथिको रुख पनि आउने रहेछ हो। तपाईँलाई मैले अस्तिको भ्लगमा भनेको थिएँ होइन गाइस। अन्त त्यही कारणले हो ढुङ्गा चाहिँ फुटाउने चाहिँ फुटाइदिनेछु हो। चाम्रो चाहिँ चाम्रै छ भित्ताको ढुङ्गा हो। यी देख्नु सक्नुहुन्छ, यहाँको चाहिँ फुटाइदियो होइन, यहाँको छ हो, अन्त यहाँको छ हो। अन्त त्यहाँदेखि चाहिँ उयो तलको छ हो। अन्त यहाँ माथिको ढुङ्गा चाहिँ निकाल्नु पर्ने छ हो गाइस। अब हेरौँ न कति टाइम लाग्ने हो यो ढुङ्गा फुटाउनु होइन गाइस। साइको छ फेरि हो, सबै यहाँको पनि फुटाइदियो, यहाँको होइन, सबै फुटाइदिइसक्यो होइन। अन्त यहाँको ढुङ्गा पनि एउटा झारिदियो होइन गाइस, झारेर फुटाइदियो। अब यहाँ माथिको चाहिँ होइन, यो ढुङ्गा चाहिँ अब फेरि रड ल्याउँदैछ हो। रड लिएर चाहिँ बाँधेर चाहिँ झारिदिनु पऱ्यो भनेको। अब दिमाग त त्यही लाउनु पऱ्यो नि। अब अरू दिमाग त छैन हो, माथि चढेर गरौँ भनेर माटै छैन हो। माटो भएको अब गरिदिनु होइन गाइस। त्यो झाऱ्यो भने चाहिँ हुन्छ भन्दैछ कि, त्यो झारेर पनि यहाँ देख्दै होला होइन तपाईँहरूले। यो ढुङ्गाहरू फुटाएर होइन एकदम
लेबल गरिदिनु अरे यसको लेबल। त्यही भन्दैछ हो गाइस, हेरौँ न अब के हुँदो रहेछ हो। अहिले चाहिँ फिलहालमा गएको छ ल्याउनुको लागि हो। यहाँ पनि साइको रहेछ, यो ढुङ्गा पनि साइको जस्तो छ त गाइस। डर लाग्दो रहेछ त यहाँ त। यहाँ हेर्नुहोस् न, माथिदेखि औला जस्तो रहेछ नि यहाँ माथि हेर्नुहोस् त खाल्टाहरू। तर यो त आउँदैन कि हतपत। यसले सपोर्ट दिइराखेको छ नि। मुनि कोट्टायो भने चाहिँ झर्ने रहेछ, यो ढुङ्गा पनि झर्ने नै रहेछ। किनभने तपाईँको यहाँ हेर्नुहोस् त ढुङ्गा झर्न लागि त जुगाड गरिसक्यो हो, देख्नु सक्नुहुन्छ है हो। अन्त अब झार्नु बाँकी छ, झर्छ कि झर्दैन। तार त माथि राम्रै बाँधेको छ, बाँध्नु चाहिँ हो। अब के हुन्छ हेरौँ न। अब तार चुट्यो भने त फेरि त्यही हो गाइस हो। फेरि बनायो, फेरि तान्यो हो। आउँछ जस्तो छ यस्तो गरेर चाहिँ। ढुङ्गा चाहिँ झार्नु चाहिँ झारिदियो। यो रडले त हवाको रहेछ रड त हो गाइस, देख्नु भयो होला होइन। ढुङ्गा मैले झारिदिएँ होइन, तर पनि अलिक रिक्सै थियो नि हो। देख्नु भयो होला तपाईँले कतिको रिक्स थियो भनेर होइन। अन्त ढुङ्गा चाहिँ आएर होइन यो ब्रेकरमा राख्यो। झन् म चाहिँ यहाँ माथिको यो ढुङ्गा आयो भनेर साइको लागेको हो गाइस। झन् आएन रहेछ। मसिन ब्याग त गर्दै थियो, लाग्नु त लाग्थेन, लाग्नु त त्यति नै होइन गाइस। अन्त त्यही हो, अलिकति रिक्स त हुन्छ होइन, हुनु त मसिन लाइनमा। अन्त सोधेको फाइनली गाइस होइन, ढुङ्गा पनि तास्दिसक्यो, देख्नु सक्नुहुन्छ। सबै गरिदिइसक्यो हो। टाइम पनि भयो, जाडो भयो होइन दिन। यहाँ हिर्काउँदाखेरि चाहिँ माथिको बुर झर्दै रहेछ होइन यहाँनिर। तर पनि तास्दा अझै पनि तास्नै पर्ने रहेछ नि। टाइम भयो, अब भोलितिर तास दिन्छु गाइस हो। भोलि बिहान एकछिन तास दिन्छु। अहिलेको फिलहालको लागि चाहिँ ड्युटी अफ भयो होइन गाइस। अघि लाग्नु चाहिँ कहाँ लागेछ भने नि यहाँनिर लागेछ नि हौ, डह्रो भेटेछ नि हौ डुङ गरेर। यसमै लागे जस्तो लाग्यो गाइस हो। अन्त अब नेक्स्ट भ्लगमा भेटौँ होइन गाइस। आजको भ्लग चाहिँ के कसो भयो होइन कमेन्ट गरिदिनुहोस् हो। अब काम भन्ने यस्तै छ मेरो होइन गाइस। सिन चाहिँ हेर्नुहोस् है आजको नाइटको, दामी भइरहेको होइन। अन्त मसिनहरू लक गरेर जानुपर्छ हो। ल गाइस अब नेक्स्ट भ्लगमा भेटौँ। बाई बाई।